हेलो एभ्रिवान, यति बेला म भक्तपुरको कमल विनायक नजिक रहेको कमल पोखरीमा छु। देख्न सक्नुहुन्छ, यो चाहिँ कमल पोखरी रह्यो। ओ माई गड, यहाँ चाहिँ मानिसहरू यति भिडभाड हुन्छ। यति बेला खाना खाए पछाडिको टाइम भएको भएर त्यति भिडभाड भएको छैन। इभिनिङ टाइम र मर्निङ टाइम यति धेरै भिडभाड हुन्छ। सो यहाँको रमणीय दृश्य हेर्न वाकिङ गर्नको लागि आउनुहुन्छ। अनि त्यही क्रममा चाहिँ आजभन्दा 1 महिना अगाडि म आउँदाखेरि यहाँको माछा यस्तै सानो सानो थियो। अनि आज आउँदा एकदम ठुलो भइसकेछ होइन। म माछालाई चाहिँ माछाको दाना आरा दिँदैछु। माछा कत्रो कत्रो भएको रहेछ हेर्नु होला है त मसँगै। 30 रुपियाँको किनेको छु यहाँ। यसलाई चाहिँ हाम्रोतिर सोयाबिन भन्छ, तर माछाको चाहिँ फेभरेट रहेछ कि यो। ल खाइदेऊ। आम्मामामा, ओए राम राम बवालै छ। एउटा कत्रो ठुलो माछा थियो कि निस्किरहेन थियो। ओए रेड कलरको। यो माछाको नाम के हो सर? त हजुर थाहा छ? थाहा छैन? मलाई पनि थाहा भएन कि। ल यो माछाको नाम के हो गाइस? तपाईँहरू चाहिँ नाम थाहा छ भने चाहिँ कमेन्ट गर्नु है त। ओ माई गड, टाइट बबालाई देखिराख्यो कि। सबैभन्दा ठुलो माछा निकाल्न खोजिरहेको छु मैले, अघिदेखि निस्किएकै छैन कि। ओए मार्न नपाइने रहेछ कि माछा होइन। यो नगरपालिकाहरूले हालेको होला कि माछा सायद। सिद्धिन लाग्यो, 30 रुपियाँको ल्याइदिएको।